कन्सेप्ट थियो त्यो आज परिवर्तन भएको छ। समाज रूपान्तरणका निम्ति हामी राजनीति कर्मीहरूको मात्रै योगदानले पुग्दैन। समाज रूपान्तरणका निम्ति कलाकार साथीहरूको, सञ्चारकर्मी साथीहरूको विशेष भूमिका, महत्त्वपूर्ण भूमिका रहेको छ भन्ने आज यो प्रश्न भएको छ। यो कार्यक्रमका माध्यमबाट म भन्न चाहन्छु, सीमित साधन स्रोतका बावजुद पनि हाम्रो मन्त्रालयमा थोरै साधन स्रोत रहे तापनि मेरो प्रयास रहनेछ सञ्चार माध्यम र कला संस्कृति, कला क्षेत्रको सर्वाङ्गीण विकासका निम्ति मेरो पूर्ण प्रयास रहनेछ, मेरो भरपूर प्रयास रहनेछ। अहिलेकै साधन स्रोतलाई सदुपयोग गर्दै तपाईहरुले पाएको, तपाईहरुले प्राप्त गरेको सिलिङमा यदि कमी भयो भने हामी आगामी दिनमा तपाईहरुको कार्यक्षमताको आधारमा, तपाईहरुको कार्य सम्पादनको आधारमा दिएको बजेट तपाईहरुले समयमै खर्च गर्न सक्नुभयो भने, बजेटलाई फ्रिज नगर्ने गरी काम गर्नुभयो भने मेरो तर्फबाट म विश्वास दिलाउन चाहन्छु, म जहाँबाट भए पनि अरू शीर्षकबाट, अर्थ मन्त्रालयको सहयोगबाट, जहाँबाट भए पनि तपाईहरुका निम्ति म साधन स्रोत थप उपलब्ध गराउँछु भन्ने म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु। आज अर्को पनि विषय मलाई राख्न मन लाग्यो। एउटा भनाइ छ हाम्रो समाजमा, हुने बिरुवाको चिल्लोपात। 4 वर्षमा यो प्रदेशका मान्य सांसदज्यूहरूले, अग्रज कलाकार मित्रहरूले अनुभूति गर्न सक्नु भएन कि हाम्रो निम्ति पनि सरकार छ, कलाकार सञ्चारकर्मीहरूको निम्ति पनि सरकार छ, कामलाई व्यवस्थित गर्नका निम्ति पनि थुप्रै सङ्घ संस्था छ, सरकारी निकाय छ, त्यसमध्येको एउटा चलचित्र बोर्ड पनि छ भन्ने अनुभूति यहाँले गर्न सक्नु भएन। तर आज मलाई लाग्छ करिब 15-20 दिन भयो होला, प्रदेश सरकारको क्याबिनेटले चलचित्र बोर्डमा अध्यक्षको चयन गरेको छ, अध्यक्षको नियुक्ति गरेको छ र त्यो अध्यक्ष कला क्षेत्रसँग जोडिएकै व्यक्तित्व, बाल अवस्थादेखि नै बाल कलाकारकै रूपमा आफ्नो प्रतिभा देखाउँदै नेपाल र भारतका विभिन्न जिल्लाहरूमा रेडियो नेपाल लगायतका विभिन्न सङ्घ संस्थाबाट आफ्नो प्रतिभालाई प्रस्फुटन गर्दै यो ठाउँसम्म आएको छ। त्यसकारण मलाई लाग्छ यो सक्रियता देखेर म आफै पनि उत्साहित भएको छु र भविष्यमा यो चलचित्र बोर्डले वक्ता साथीहरूको सुझावलाई गम्भीरतापूर्वक लिएर, वक्ता साथीहरूको अमूल्य मार्गदर्शनलाई गम्भीरतापूर्वक लिएर तपाईहरुले आगामी दिनको कार्ययोजना त्यही ढङ्गले बनाउनु भएर तपाईहरु काम गर्नुहोस्। त्यसका निम्ति पनि म अनुरोध गर्न चाहन्छु। र अहिले जसरी हामी हाम्रो समाजमा उपलब्धि देखिरहेका छौँ, यो उपलब्धि त्यत्तिकै आएको होइन। हामीले प्राप्त गरेको उपलब्धि हामीले यत्तिकै पाएको होइन। यसका निम्ति नेपालका युवाहरूको, नेपालका नागरिकहरूको, राजनीतिक कर्मीहरूको, सञ्चारकर्मीहरूको, कलाकार साथीहरूको सबैको योगदान छ, सबैको भूमिका, सबैको लगानी छ। त्यसपछि मात्रै हामीले अहिलेको लोकतान्त्रिक व्यवस्था प्राप्त गरेका छौँ। यो गणतन्त्र, यो लोकतन्त्र, अहिलेको सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षता, समावेशीकरण जे जति उपलब्धि प्राप्त गरेका छौँ, यसका निम्ति महान शहीदहरूलाई हामीले स्मरण गर्नै पर्दछ। र सँगसँगै अहिले
यी उपलब्धिहरूलाई कुनै न कुनै कोणबाट कहीँ न कहीँ कतैबाट यी प्राप्त उपलब्धिहरूका विरुद्ध छिटफुट रूपमा जे गतिविधि भइरहेको छ, म खबरदारी पनि गर्न चाहन्छु। नेपालका प्रमुख राजनीतिक दलका प्रमुख नेताहरूलाई म भन्न पनि चाहन्छु कि कहिलेकाहीँ तपाईँहरूको अभिव्यक्ति पनि, कहिलेकाहीँ तपाईँहरूको पनि गतिविधि, सङ्घीयता विरोधी गतिविधि, लोकतान्त्रिक गणतन्त्र विरोधी गतिविधि हामी देखिरहेका छौँ। त्यो पक्षमा नेपालका नागरिक, कम से कम हामी राजनीतिक कर्मी, हामी सञ्चारकर्मी त्यो पक्षमा छैन। त्यसकारण तपाईँहरूले पनि आफ्नो ठाउँबाट विगतमा जुन खालको योगदान गर्नुभयो त्यसका निम्ति